हेलो गाइज, गुड आफ्टरनुन। र म चाहिँ आज पानी बनाउनु जाँदैछु हो। हिजो राति ठुलो पानी परेको कारणले गर्दा पानी बिग्रेछ हो। के भएछ हेर्नुपर्छ। हेर्नुहोस् यस्तो झोडी भइसक्यो जङ्गलहरू। सोर्स हेर्नुहोस् है हाम्रो पानीकै यस्तो छ। यहाँबाट लगेको छु हो। हल्का मैला भएको छ, त्यसो सफा गर्नुपर्छ। हेर्नुहोस् है, सोर्स पानी त ठुलो छ तर यहाँ मैलाहरू यी पत्करहरू पस्छ हो। त्यो कारणले गर्दा चाहिँ ब्लक हुन्छ पानी। अब सफा गर्नुपर्छ। हेर्नुहोस् है यस्तै पत्करी धमिलो भयो। त्यो बाढ लाउँदा पनि यस्तो हुन्छ हो। अब चाहिँ पानी जानु थाल्यो हो। हेर्नुहोस् है, पानी चाहिँ छ चैत वैशाखको टाइममा है। हिजो पानी परेर अलिक ठुलो बढेछ, नत्र भने एक पाइप हुनु साह्रो पर्छ खोलामा त हो। पानीको एकदम दुःख छ गाइस हो। यहाँ थुक्लेछ पानी हो। अब मैला जानु दिनुपर्छ पहिला। हेर्नुहोस् है, मैला जानु दिनुपर्छ, अन्त चाहिँ जोड्नुपर्छ ओह्रालो। हेर्नुहोस् खोला छ्यापछुप छ। बर्खामा ठुलो हुन्छ फेरि हो, अहिले छ्यापछुप छ।